रूपलालजी हजुर तपाईसँग अहिले मैले कुरा गर्न खोजेको विषय चाहिँ हजुर यही हात्तीसारमा गत चैतमा आइन त हजुर गत वर्षको आसारामको माहुते आसारामलाई आफैले स्याहारेको हात्तीले मारेको हो हजुर तपाईको साथी हुनुहुन्थ्यो उहाँ हजुर एउटै भनौँ एउटै जिल्ला एउटै नगरपालिका एउटै वडा जिल्ला भन्नाले बर्दिया बर्दिया हजुर ठाकुर बाबा हजुर 9 बानुगाउँ हजुर एउटै वडाकै हो हामी कति वर्षदेखि तपाईहरू यो क्षेत्रमा हुनुहुन्थ्यो यो पेसामा हामी बाँकेमा आएको चाहिँ 74 मा आएको त्योभन्दा अगाडि चाहिँ हामी बर्दियामा करार सेवामै कार्यरत थियौँ हजुर 74 देखि सँगसँगै यहीँ हुनुहुन्थ्यो हजुर त्यो दिन के भएको थियो अलिकति मलाई घटना बताइदिनुहोस् न जुन दिन त्यो दिन आफूले हात्तीले उहाँको ज्यान लियो भनौँ न हजुर हजुर त्यो कुन चाहिँ हात्ती थियो त्यो परको हो त्यसको नाम गणेश गज हो हजुर त्यो बर्दै जन्मेको बर्दै ट्रेनिङ प्राप्त हात्ती हो त्यो बर्दैदेखि नै बाँकेमा ल्याएको त्यसलाई हजुर अनि के भयो भनेपछि त्यसको मात्तिने बेला आयो मात चुइरहेको थियो होइन अनि मातेकै क्रममा अब घाँस हाल्न गए अब आफू गरिरहेको मान्छे केही गर्दैन भन्ने उनी आफू विश्वस्त थिए जन्मेदेखि नै उहाँले स्याहार्नु भएको जन्मेदेखि त नै प्लस बढ्दैदेखि नै गर्दै हुनुहुन्थ्यो भनौँ न उहाँ जन्मेदेखि त अब अरू नै गरी तालिम त अरूले नै दिए त्यसलाई तर पछि यहाँ आइसकेपछि चाहिँ उनी कन्टिन्यू त्यसैमा गरिरहेको 14 वर्ष उसैसँग उहाँले बिताउनु भयो हजुर त्यो एउटा विश्वास थियो हजुर आफूप्रति पुरा विश्वस्त थिए मलाई केही गर्दैन भनेर बरु हामी डराउँथ्यौँ होइन हामी डराउँथ्यौँ घाँसहरू हाल्न जाने बेलामा अनि जङ्गलमा घाँस काट्ने खर काट्ने सिरु काट्ने बेलामा हामी डराउँथ्यौँ तर उनी चाहिँ गर्दै आइरहेको भएर मलाई केही गर्दैन विश्वस्त थिए भनेर आफूप्रति पुरै विश्वस्त थिए अब त्यो दिन अब 20 गतेको दिउँसो जङ्गल गए 2 जना गए आए साँझपख त्यही 7:30 बजे भित्रको बिचको म घाँस हाल्न गए अनि ठ्याक्कै नजिकै गइदिए नजिक गएपछि अब आफू यता पछाडि फर्केर आउने बेलामा 81 अट्याक गरे हजुर गरे अनि ऊ बोल्नै पाएनन् कि बोल्नै पाएनन् आसारामलाई मार्यो भनेपछि म त खाना खाइरहेको थिएँ त दगुर्दै आउँदा जुठो हात दगुर्दै आएपछि अब एक हात समातेर तान्दाखेरि त मान्छे थिएनन् के हुन्छ हात्तीको एग्रेसन र त्यस्तो गर्नुपर्ने के उसले आफ्नै मान्छे चिन्न छोड्ने के हुन्छ त्यस्तो तिनीहरूको मातेपछि आफ्नो मान्छे चिन्दैन प्लस कसैले नि चिन्दैन के मातेपछि भन्नाले हजुर मातेपछि तिनीहरूको यहाँनिर डुलो हुन्छ हेर्नुहोस् कञ्चटमा डुलो हुन्छ त्यो डुलोबाट त्यो तिनीहरूको तरल पदार्थ आउँछ होइन आएपछि चुन्दै मुखमा गएपछि अनि त्यो झन् आक्रामक हुने हो आइराख्यो भने त्यो त माथिको भन्ने बुझ्नु त पर्यो त्यो भाले हजुर त्यसलाई पोथी चाहिएको भन्ने बुझ्नु त्यही हजुर त्यही हो त्यतिखेर यो प्रति अलि आकर्षित सामान्य बुझ्ने भाषामा एकदम त्यो आफ्नो वयसमा 18-20 कै उमेरमा पुगिसकेको छ अहिले त्यो त्यसको अनि यो पोथी हो सँगै अब लग्ने उसको दिशा पिसाबहरू सुँग्ने होइन उसको नजिक हुने उसँग मोहित भएपछि झन् उसको माथहरू एक्टिभ भयो चुन थाल्यो अनि त्यही भएर पनि हो त्यो बेलामा हामीलाई पनि थाहा भएन कि अब 14 वर्षसम्म हात्ती स्याहार्दाखेरि उहाँले सुन्नु त पर्ने हो अब उसको बैँचा आउने समय त अहिले भयो उहाँलाई मार्दाको समयमा होइन त्योभन्दा अगाडि त बैँचा आएन त्यसलाई हजुर तर पनि यस्ता कुराहरू त सुन्नुपर्ने होइन र एउटा माहुतेले बुझ्नुपर्ने जान्नुपर्ने होइन र मारिएको बेलामा अथवा त्यो कन्सेप्टबाट के हो त्यो तरल पदार्थ चुहिएको बेलामा यसो गर्नु हुँदैन चुहिन्छ त्यस्तो बेलामा सतर्कता अपनाउनुपर्छ भन्ने एउटा माहुतेलाई थाहा हुने कुरा होइन र थाहा हुने कुरा त हो तर उनी आफूप्रति विश्वस्त भएर होइन हामी त भन्थ्यौँ म त कन्टिन्यू भन्थेँ दोष भन्थेँ कि उनलाई जीवनमा मरिलानु के छ अहमता घमण्ड जीवनमा देखाउनुहुन्न हात्तीसँग काम गर्नु छ आज छ भोलि छैन भोलि छ पर्सि छैन
त्यही भएर जोगेर काम गर्नुपर्छ भनेर यस्ता कुराहरू प्रायः म भनिराख्थेँ उनलाई। पशु त पशु हो, धेरै पशु त हो अब बुझ्दैनन् नि यिनीहरूले, भाषा बुझाउन सक्दैन। अब आफ्नै घरमा गाई भैँसी बाख्रा पालेकोले त टोक्छ हान्छ भनेपछि अब यो त अब जङ्गली जनावर त भइगयो होइन। के भन्नुहुन्थ्यो उहाँले त्यसो भन्दा? हो हुन्छ हो दोष भन्थे होइन। उहाँको धेरै प्रेम थियो क्या हो कि उसप्रति? प्रेम त थियो, विश्वास थियो उनी, विश्वास थियो मैले यसलाई सबै ठोक गर्छु, यसले मलाई केही गर्दैन होइन। अब जङ्गलमा जाँदा म बसालेर यही सिरु बसालेर काट्थेँ, उनी अब कहिले कसो छोडिदिन्थे, तर भनेको पनि मान्थ्यो उसले। छोड्दैछ आइज भनेपछि आउने, बैठ भनेपछि बस्दिने, जे गर भनेपछि गरिदिने, उनले भनेको चाहिँ मान्थ्यो। अहिले पनि हामी हेर्नुहोस् न, पछाडिको खुट्टा बानेछ, अगाडिको खुट्टा त बानेको छ, प्लस पछाडिको खुट्टा पनि बानेछ, अहिले पनि कान ठाडो पारेर हेर्छ। अब हिजो अस्ति यसलाई आइरहेछ बन्छ? हजुर, अहिले पनि हिजोसम्म थोरै टुक्क भिजेको देखिरहेको थिएँ म। त्यही भएर अब केही अलिकति गरम भनेर यसलाई, अघि भर्खरसम्म शान्त थियो, अहिले अलि आक्रामक हुन थालिसकेको छ। अलिक उसको लक्षण भनेको अनुहारले भनेपछि कानबाट थाहा पाउनु पर्यो। कानबाट कान ठाडो पार्यो भनेपछि उसले के कुरो गरिरहेछ। अहिले इक्जाम्पल म अहिले दाना लिएर जान्छु, एकैचोटि कान ठाडो पार्छ, अनि म कराएँ भनेपछि मेरो भोइस, मेरो मान्छेको भोइस हो भनेर चिन्छ, सुन्छ, प्लस मेरो शरीरमा आएको उसको गन्ध उसले सुँगेर थाहा पाउने हो कि मेरो मान्छे हो भनेर। ऊ गयो भने त उसलाई मार्छ फेरि, अहिले पनि त्यस्तो हुन्छ। हजुर, यिनीहरूको गन्धले थाहा पाउने विशेष गरी, हजुर, सुँग्ने शक्ति चाहिँ यिनीहरूको। आसारामको मृत्युपछि तपाईँले उसको सेवा गर्न थाल्नुभयो? हजुर, त्यो कन्टिन्यू नै सँगै थियौँ भनौँ। उहाँ बितेपछि मै नै छु भनौँ, लगभग उसले तपाईँको आवाज पनि पहिल्यैबाट सुन्दै आयो? हजुर, सुन्दै आइरहेछ, थाहा पनि छ उसलाई, तर पनि जनावरमा विश्वास त गर्दैन। त्यही भएर लगभग आसारामलाई मारेको 45 दिनपछि खोलेको हामी यसलाई। अलिकति कमजोर बनायौँ यसलाई, अलिकति त्यो दाना कम गऱ्यौँ, प्लस त्यसको माट सुक्यो, माट आउन छोड्यो। यसलाई हात्तीसारको भाषामा माट भन्दो रहेछ? माट भन्छ, हजुर, माट। इक्जाम्पल त्यो माट यस्तो हुन्छ कि त्यो त्यत्रो 3 देखि 4 टनको वेट हुन्छ हात्तीको। त्यो वेट आफ्नो माट खाएर धान्न नसक्ने हुन्छ भनेपछि त्यो कस्तो होला त्यो माट? कन्सेटबाट चुइएको त्यो मुखमै जान्छ? हजुर, त्यो सिधै यहीँ आउँछ क्या मुखमै। हजुर, त्यो खायो भने अनि एकदमै अनियन्त्रित। त्यो हजुर, त्यो त अब कतिपय अब जङ्गली हात्ती पनि देख्नु भएकै होला, सुन्नु भएकै होला मिडियाहरूमा होइन। जङ्गली हात्तीको पनि प्राय चुएपछि पोथी खोज्दै हिँड्ने, अनि गाउँघरतिर निस्केर बिठाइहरू गर्ने, हामीले सामान्य भाषामा त्यसलाई हात्ती बौलायो भन्छौँ नि। हजुर, ए, त्यो नबुझेर रहेछ, तर उनीहरूलाई त्यो बेलामा चाहिँ पोथी चाहिँदो हो। जस्तो अब अरू गाउँघर सहरतिर नजाने गर्दा हात्ती बौलायो भन्छन् होइन, तर उसको चाहिँ माट आएको हुन्छ के, माट आयो भनेपछि अनि बौलाउने हो। अघि पछि त त्यस्तै मान्छेहरूले पिटेर गरेर कस्तो गर्छन् नि होइन, टाढाबाट त्यो नियन्त्रणमा लिएको लिनका लागि के। जस्तो घोडालाई काबु ल्याउनलाई गर्छ नि, त्यस्तै यिनीहरूलाई पनि अब त्यो कन्ट्रोलमा आएन भनेपछि कुट्नु पर्यो। मुख आगइरहेछ अहिले पनि। त्यो पहिला त यस्तो सुर खुम्चाएर यसरी ठिच्यो ए मान्छेले आसारामलाई, पछाडि सुर उचालेर त्यो गरेछ नि, त्यो यो भागले हाने क्या, पुरै अगाडिको खुट्टा घुरा टेक्यो, अनि यो भागले पुरै ठिचिदियो। त्यो सुरले बेड्यो भने त सास पनि फेर्न पाउँदैन, बोल्ने अनि उसलाई कन्ट्रोलमा लिने माउतेको बसको पुरै हुँदैन। हजुर, उसको अगाडि त हामी केही नि होइन क्या, भुसुना जस्तै हो उसको अगाडि। उसले हानेपछि हामी ठ्याक्कै फुटबल जस्तो कति टाढा गएर खस्छौँ, त्यस्तो हुन्छ। आफ्नै आँखा अगाडि साथीलाई त्यस्तो गर्दा तपाईँलाई त्यो पल आज पनि सम्झिनु भयो भने कस्तो हुन्छ? त्यो त अझै झलझली याद आउँछ होइन। म त्यो लगभग 5-6 दिन त म अब गर्दैन होला, यस्तै भयो भनेपछि म
राजीनामा दिन्छु भन्ने सोचतिर पनि आएको थियो कि माइन्डमा होइन। अब वर्षौँदेखि गर्दै आएको उसलाई त हानिहाल्यो, म को हो र उसको अगाडि भन्ने मनमा कुराहरू कति खेल्यो कि डर पनि भयो। हजुर। अनि अब मानसिक तनाव धेरै हजुर। अनि अब सरहरू मनोबल हौसला बढाउनु भयो होइन, ठिकै छ, जहिले सक्छौ तैले खोल्नु, अब जति सक्छौ त्यति गर, तिमी गयो भनेपछि यसलाई कसले हेरचाह गर्छ भन्ने कुराहरू पछि गर्दै गर्दै लगभग 40-45 दिनमा अलि केही नर्मल भयो के। नर्मल भएपछि भनेको चाहिँ मानिराख्यो मेरो, मैले त्यो आसारामलाई हान्दा पनि मैले भनेको कुरो मानिराख्यो कि उसले। बस भनेपछि बस्ने, ऊ बसिरहेको थियो अनि म उसको लेँडाहरू फाल्थेँ कि दिशाहरू। हजुर फाल्थेँ। अनि फालिसकेपछि अनि मात्रै उठाउँथेँ। यदि उठेर फाल्यो भने त उसलाई म त तल निहुरेर फाल्ने क्रममा मलाई नि अट्याक गर्ला भन्ने थियो होइन। त्यही भएर उसलाई बसालेर फाल्ने गर्थेँ। पछि गर्दा गर्दै अब नर्मल भयो अनि आजभोलि जङ्गल लाने चाहिँ गरिरहेकै छौँ भनौँ। अब त्यो माप चाहिँ विचार गर्नुपर्ने भयो त्यसो भए। हजुर त्यो त हेरिरहेको छौँ आजभोलि जहिले नि। यसको हिसाबको आकलन छ, यिनीहरूको माप कति उमेरमा झर्छ, कति समयसम्म झर्छ अनि रोकिन्छ? यिनीहरूको भन्यो भनेपछि सेम मान्छे जस्तै हो होइन, 40-45सम्म वयस आउँछ। सिजनमा कतिपटक गर्छन् यिनीहरूले यस्तो? महिनामा होइन, वर्षमा 2-3 पल्ट चाहिँ आउँछ यिनीहरूको। त्यो समयमा हजुर हजुर। अब त तपाईँ सचेत हुन परिहाल्यो। एकदम होइन हजुर। यो जागिर चाहिँ अलिक जोखिम एकदम जोखिम छ, असाध्यै जोखिमपूर्ण लाग्यो तपाईँको कुरा सुन्दा। हजुर। आफैले पालेको पशुले कुरा नसुन्ने, हजुर, ज्यानै लिदिने जागिर त धेरै जोखिम पो त। हजुर। अनि सुन्नु न, यहाँनिर यो तपाईँको छेउमा उभिएको छ नि यहाँनिर, हजुर, यो चाहिँ महिला होइन? हजुर हजुर। चम्पाकली चमचमकली होइन? हजुर। अनि त्यो चाहिँ गणेश गज। हजुर। कली भनेपछि पोथी जनाउँछ, चमचमकली गज भनेपछि भाले जनाउँछ। अनि यो यहाँनिर छ होइन, अनि त्यो चाहिँ त्यहाँ छ। हजुर। अनि उसलाई चाहिँ आफ्नो फिमेल साथी चाहिएको छ भनेपछि किन यिनीहरूलाई सहवासमा तपाईँहरूले त्यो सम्पर्क नगराउने? त्यो सम्पर्क गराउने भनेपछि झन् टेर्दैन, झन् ऊ त ठ्याक्कै मान्छेको घनिष्ठ लभ पर्छ नि, सेम त्यस्तै हुन्छ यिनीहरूको। हात्तीको पनि एकदम उसलाई देखिरहँ, उसलाई भेटिरहँ होइन। अब जङ्गली हात्ती इक्जाम्पल बर्दियाकै कुरा गरौँ न। जङ्गली हात्ती जब घरपालुवा हात्तीसँग पल्क्यो, मोहित भयो भनेपछि ऊ 10 बजे पनि नजाने के, रातभरि त बस्ने बिहानको 10 बज्दा पनि नजाने, त्यसलाई ढपाएर अनि खोलेर ऊ जङ्गली हात्ती उदा छ त हामी यतातिर जान्थ्यौँ क्या। त्यस्तो पनि गऱ्यो, बर्दियामा गरेको हामीहरू। त्यो अनुभव छ। हजुर। अनि जङ्गलबाट चराएर ल्याउने बेला जस्तो इक्जाम्पल 4 बजे हुन्छ नि, 3:30 पौने 4, त्यो आउनुभन्दा अगाडि के, हामी आउनुभन्दा अगाडि जङ्गली हात्ती अगाडि आएर टुप्लुक्क बस्थ्यो कि। त्यसले असर गर्थेन? फेरि त्यसलाई ढपाएर अनि बान्थ्यौँ कि हामी। होइन, जङ्गली हात्ती देखिने बित्तिकै त जङ्गली हात्तीले आक्रमण गर्छ भन्छन् नि, त्यो गर्थेन? प्रेममा भएर? हजुर, त्यो प्रेममा भएर त्यसलाई पोथी मात्रै चाहिएको क्या। त्यतिखेर त्यो शिवकली यसैको आमा हो क्या, शिवकली भन्ने बर्दियामा यसैको आमाप्रति मोहित थियो। हजुर। त्यस्तो हुन्छ भनेपछि सहवास गरायो भने अझ धेरै मापिन्छन् भनेर? हजुर हजुर। त्यही भएर नगराएको, हामी स्वयं आफै कन्ट्रोल गर्न सक्दैनौँ। यदि सहवास गरायो भनेपछि हामी घरपालुवा हात्ती सहवास गरायो भनेपछि हामी कन्ट्रोल गर्न सक्दैनौँ। उसलाई लिएर भाग्देला, लगेर गइदेला, नखोलेर गराउने सहवास त्यस्तरी हुँदैन। खोलिदिनै पर्छ। त्यसो भए त अझ धेरै खतरनाक भयो त है। हजुर। त्यही भएर यिनीहरूको अब हरेक कुरोमा उनै छ भनौँ। अब जङ्गली हात्ती पल्केको बर्दियामा हामी कति देखेकै हो होइन, भोगेकै हो घटनाहरू। यिनी हात्तीको ढपाएर घरपालुवा हात्तीसँग त सहवास गरेर वरपर गाउँटोलमा धान बालीहरू खाइदिने होइन,
घर भट्काइदिने पनि गरे। यो तपाईँको त 13-14 वर्षको सङ्गत छ नि त। हजुर। हात्तीको प्रेम चाहिँ कस्तो हुँदो रहेछ? हात्तीको प्रेम अलिकति भन्नुभयो मान्छेको जस्तै भनेर। हात्तीको प्रेम र मान्छेको सेम हो क्या। त्यो 3 नजरमा मान्छेले गर्छ नि। सेम हो, हरेक कुरो त्यसलाई इमोसनमा ल्याउनलाई पनि सेम मान्छे। यिनीहरूको दुधको ठुन पनि छातीमा, आयु पनि मान्छे जस्तै, वयसमा आउने उमेर पनि मान्छेकै, सबै थोक मान्छेसँग मिलेको हुन्छ। नमिल्ने भनेको यिनीहरूको सिर्फ गर्भावधि यिनीहरूको 22 देखि 24 महिना हुन्छ। मान्छेको नर्मली अब 9 देखि 10 नै हो, तर यिनीहरूको 22 देखि 24 महिना हुन्छ। अनि प्लस यिनीहरूको के हुन्छ भनेपछि एउटा फरक भनेको दृष्टि, आँखा भनेको यिनीहरूको 500 मिटर 600 मिटरसम्म प्रत्यक्ष देख्छ क्या, त्योभन्दा अगाडि देख्दैन। इक्जाम्पल हामी अब खोलै पारी देखिरहेछौँ नि, यिनीहरू देख्दैन। जङ्गली हात्ती यहाँ छ भनेपछि पर छेउबाट हामी चुपचाप हिँड्ने भनेपछि थाहा पाउँदैन। तर सुँग्ने शक्ति भनेपछि 5 किलोमिटरसम्म पनि सुँगेर थाहा पाउँछ क्या। पानी कहाँ छ भनेपछि यस्तरी उचाल्यो भनेपछि कुन एरियामा पानी छ, यदि धेरै तिर्खा लाग्छ भनेपछि, अथवा कुनै जङ्गली हात्ती या कुनै बाघ गैँडा भालु भेट्यो भनेपछि कहाँ छ कुन छ जङ्गली हात्ती, त्यो सुँगेर थाहा पाउने। यस्तरी कता कुन दिशामा सुँगिरहेछ भनेपछि माउतेले आफू थाहा पाउनु पऱ्यो कि यतातिर केही कुरो छ है, यतातिर जाँदा हामीलाई केही जोखिम होला, सायद बरु यता नजाउँ अर्कोतिर जाउँ भनेर आफू चाहिँ सचेत हुनुपर्ने चाहिँ हुन्छ यसमा। आशाराम कहिले सपनामा आउनुहुन्छ? तपाईँको त साथी हो नि धेरै पुरानो। हजुर आउनुहुन्छ सपनामा, देख्छौँ म त देख्छु होइन। अझै झलझली याद आउँछ नेपालगञ्ज महोत्सवमा गएको हामीहरूसँगै होइन, कति भिडियो बनाएँ, टिकटक बनाएँ होइन, त्यो भिडियोहरू अझै छ मसँग। त्यो हेर्दाखेरि अझै झलझली याद आउँछ होइन। त्यो के गर्ने अब, याद आएर के गर्ने होइन, मरेर गइके बिचरा। अब महोत्सवमा लिएर जाँदाखेरि पनि त विचारै गरेर लानुपर्ने भयो त है। सायद अब त पूर्ण रूपले बन्दै होला जस्तो महोत्सवमा चाहिँ। अनि टुरिस्ट पनि सफारी गराउने गर्थ्यौँ त्योभन्दा अगाडि होइन, घटना हुनुभन्दा अगाडि। तर टुरिस्ट त्यो घटना भएपछि टुरिस्ट पनि पूर्ण रूपले ठप्प नै छ आजभोलि। हात्ती सफारी हजुर ठप्प छ, गाडीबाट त अब गाडी सफारी त भइरहेको छ। मलाई एउटा कुरा हामी अब अन्तिममा जान्न मन लाग्यो, हामीले अहिलेसम्म गजको मात्रै कुरा गऱ्यौँ होइन, भाले हात्तीको त्यसको मात्रै, उग्रताको त अब कुरै नगरौँ, मान्छेको ज्यानै लिइसक्यो। यो कली पनि यहीँनिर छ, यसलाई भाले चाहिएको छैन अहिलेसम्म? चाहिएकै छ भनौँ न। यो पनि केटीहरू अघि नै भने नि म, अलिक कमजोर गर्छन् यिनीहरूले क्षति। हजुर, भालेभन्दा अलिकति चाहिँ कम नै हुन्छ होइन। यिनीहरूको पनि त्यो मात आउने त्यो सेम हुन्छ। यसको पनि छ दुलो, कानबाटै आउँछ। कानबाट नि ठ्याक्कै यहाँनिर हुन्छ क्या, यहाँनिर सानो हुन्छ यहाँनिर। यिनीहरूको पनि सेम हुन्छ भने, अघि नै भने नि म, मान्छे जस्तै यिनीहरूको पनि किशोर अवस्थामा आयो भने चमक 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 गर्छन् नि, सेम त्यस्तै गर्छन् कि यिनीहरू। हजुर हजुर, चमक चमक गर्छ यो। उसलाई देख्यो भनेपछि उसँग टाँसिन जाने, नजिक जान खोज्ने गर्छ। अहिले हामीले कुराकानी गर्दा दुवैजना नर्मल छन्, सुनिरहेछन्, मेरो बारेमा कुरो गरेछन् क्या हो भनेर थाहा पायो होला सायद। कस्तो रमाइलो कुरा गर्नुभयो। अब जिन्दगी यिनीहरूकै सेवामा बिताउने त होला होइन? रिटायरमेन्ट कति छ समय? छ अझै लगभग 11-12 वर्ष छ अझै छ। हजुर। ल त्यो बिचमा केही नहोस्, फेरि हामी तपाईँको अनुभवहरूलाई समेट्न म आउन पाऊँ। एकदम वेलकम छ हजुरलाई। तपाईँको त जसलाई हेरिरहनु त्यो हेर्नु त, त्यसले कसरी हेरिरहेछ यस्तरी गोरेर। ल हेर्नु, मलाई तपाईँले कुरा सुनाएदेखि मलाई त्यो अब चितवनमा गएर हामी प्रायः सफारीमा जान्छौँ कि, अनि विशेष गरी बर्दियामा पनि। हजुर। अब नजाने म त डर लाग्यो कुरै सुन्दा। बर्दिया हामी सबै बर्दिया, उहाँ बर्दियाको मेरो चाहिँ अब त्यही गाउँमै बर्दिया हात्तीसारमै पर्छ। अब चाहिँ सफारी गए पनि म गाडीमा जान्छु, तर हात्तीमा चढ्दैन। कहाँ कति बेला चुइन्छ तिनीहरूको मात थाहा नहुँदो। बर्दियामा त पूर्ण रूपले बन्द नै छ। हजुर। गाडी सफारी पैदल सफारीमा हिँड्दाखेरि पनि मात चुयो भने त बर्बाद भयो। त्यतिखेर चाहिँ अब लगिन्न होइन,
त्यो चाहिँ होइन, अब त्यो सफारीको तयारी गर्दासम्म नचुइए नि अनि जङ्गलभित्र गएर चुइन थाल्यो भने त कन्सेन्टबाट त्यस्तो हुँदैन हुँदैन? त्यस्तो त माथि बसेपछि केही न केही कन्ट्रोलमै हुन्छ हात्ती आफू भुइँमा रहनु र माथि बस्नुमा अलिकति फरकै पर्छ हुन्छ है। आफू माथि बस्यो भने मेरो कन्ट्रोलमा मेरो अन्डरमा हुने भयो भुइँमा बस्यो भुइँमा आफू भुइँमा ऊ माथि ऊ हात्ती एक्लै छ भनेपछि त ऊ त जे मन लाग्यो त्यही गर्न सक्छ त्यस्तो हुन्छ हुन्छ, समय दिनुभयो, साथीका कुरा गर्नुभयो हजुर हस् धन्यवाद अनि साथीका सम्झनाका पनि कुराहरू गर्नुभयो। हजुर हजुर धेरै खुसी लाग्यो। अलिकति आफू पनि जोगिएर काम गर्नु होला हजुर हजुर है। हस् यस्तो डेन्जर हात्तीको सेवा गर्दै हुनुहुन्छ, तपाईँलाई फेरि पनि सल्युट। हजुर टेक केयर गर्नु होला। नमस्ते। हस् नमस्कार